हेलो साथीहरू, नमस्ते। सेवाहरू सबैजनामा हजुरहरू कस्तो हुनुहुन्छ? म चाहिँ एकदमै ठिक छु है। अनि म चाहिँ आज मेरो छोरीको लागि बनाउन गइरहेको छु क्रिमी म्याक्रोनी भन्दा पनि हुन्छ, पास्ता भन्दा पनि हुन्छ साथीहरू। अनि यसको लागि मैले लिएको छु 1 कप दुध, अनि बोइल गरेको म्याक्रोनी, बटर, अनि यो चाहिँ अमुल घी हो है। यो अमुल घी चाहिँ म चाहिँ अमुल नै चलाउँछु, किनभने हाम्रोतिर त अब अर्ग्यानिक पाउँदैन साथीहरू। अर्ग्यानिक खाने ठाउँमा बस्ने चाहिँ भाग्य नै छैन भन्ला जस्तो भयो त होइन। अनि मैले चाहिँ यहाँ चिज रेडी गरेको छु, अनि सल्ट र अलिकति सुगर चाहिन्छ। सुगरको जग्गामा चाहिँ मैले हनी लिएको छु। हनी चाहिँ किन अब नानीहरूको लागि अलिकति घरमा बनाउँदाखेरि चाहिँ अलिकति हेल्दी नै दिउँ भनेर क्या, हेल्दी नै बनाउनु पऱ्यो नि त होइन, घरमा बनाउँदाखेरि त। अनि यो चाहिँ कस्तो मिठो हुन्छ साथीहरू, बाहिर होटलहरूतिर खाएको जस्तो यस्तो मिठो हुन्छ, त्योभन्दा पनि मिठो टेस्ट आउँछ कि घरमा बनाएकोलाई। यो चाहिँ आफ्नै हातले अनि त्यस्तो हेल्दी टाइपले बनाउँदाखेरि चाहिँ झन् मिठो हुने क्या। अनि साथीहरू मेरो चाहिँ बनेर यस्तो भएको छ, किनभने मैले बनाएको चाहिँ देखाइनँ। म चाहिँ यहाँ ग्यास सकेर ग्यास नपाएर साथीहरू मैले चाहिँ इन्डक्सनमा बनाउँदै थिएँ, अनि यस्तोकोमा बनाउनु पऱ्यो क्या। अनि यसले स्टिलै सपोर्ट गर्छ नि त, त्यो भएर मैले चाहिँ त्यहाँ बनाउँदै थिएँ। अनि मैले चाहिँ त्यो चाहिँ देखाइनँ है। अनि हजुरहरूलाई कसैलाई बनाउनु छ भने चाहिँ मलाई डिएम गर्दा हुन्छ, मेसेज गर्दा हुन्छ, म हजुरहरूलाई पर्सनली भनिदिन्छु नि कसरी बनाउनुपर्छ भनेर है। अनि यसरी बनाएर दिँदाखेरि चाहिँ नानीहरू पनि अलिकति हेल्दी हुन्छ होइन। अनि उनीहरूले अब बाहिरको खाना पाइनँ जस्तो पनि हुँदैन नि त, फास्टफुडहरू खाना पाइनँ जस्तो हुँदैन। अनि यसै गरी मलाई चाहिँ प्लेटमा हालेर मेरो छोरीलाई लगेर दिएँ है। अनि ऊ चाहिँ भर्खर स्कुलबाट आएको, अनि कस्तो भइरहेको थियो क्या साथीहरू चाहिँ। अनि साथीहरू उसले लानु पनि लन्चमा पनि त्यही लगेको थियो पास्ता। अनि साथीहरूले सबैजना मिलेर खाँदा चाहिँ उसलाई पुगेन अरे कि, अनि ल फेरि खाने अरे, ल ठिक छ भनेर चाहिँ बस्छ खाऊ यस्तो इन्जोय गरेर खाँदै थियो। फेरि उसले यस्तो फास्टफुडहरू चाहिँ धेरै मन पराउँछ क्या, अलिक मोटी भएर होइन, म जस्तै। अनि उसले पुरा खाइदिन्छ क्या यस्तोहरू चाहिँ। अनि ठिकै छ, अब घरमा बनाएर दिँदा त अलिक हेल्दी नै हुन्छ नि त होइन। बाहिरतिर गएर दिनुभन्दा चाहिँ बेटर देन घरमा बनाएर दिँदा चाहिँ अलिकति राम्रै हो भनेर चाहिँ घरमा बनाएर दिन्छु म साथीहरू होइन। अनि मेरो छोरीले जस्तो इन्जोय गरेर यस्तो मिठो भएछ मामु भन्दै खाँदै थियो। अनि मलाई पनि कस्तो खान मन परेको के, म चाहिँ छेउमा आएर बसेँ छोरीको, यस्तो मजाले उसले त्यो अर्ग्यानहरू हालेर खाँदै थियो। अनि फेरि थपिदिएको क्या एकपल्ट। अनि मलाई अलिकति बाँचेको थियो, मलाई पनि त्यसको फ्लेभर सुन्दा चाहिँ यस्तो लागेको होइन। अनि मैले पनि अलिकति खाएँ, किनभने मलाई चाहिँ खानु हुँदैन त्यो चिजहरू, त्यो भएर म त अभोइड गरेको थिएँ। तर पनि म चाहिँ खाएँ साथीहरू, मैले चाहिँ मन बाँड्नै सकिनँ, त्यो भएर खाएँ अलिकति मैले चाहिँ है। अनि फेरि गएँ, मेरो लागि पनि त अब त्यो पास्ताले मात्रै त हुँदैन मलाई त भनेर चाहिँ खाना बनाउन गएँ। अनि मेरो छोरीले चाहिँ माइकमा मजाले माइक लगाएर खाँदै थियो, यस्तो दामी छ, टेस्टी छ मेरो मम्मीले बनाएको, अनि हजुरहरू पनि ट्राई गर्नु होला भनेर भन्दै थियो। अनि मैले चाहिँ त्यो साउन्ड राखिनँ, किनभने चाहिँ कस्तो फ्यान चलिरहेको थियो, अनि उसले रेकर्ड पनि राम्रोसँग गरेको थिएन। अनि त्यो चाहिँ राखिनँ साथीहरू। अनि दामी चाहिँ एकदम राम्रो हुन्छ, हजुरहरू पनि ट्राई गर्नु सक्नु आफ्नो नानीको लागि, लाइक लन्चमा है। अलिकति एक्स्ट्रा पनि हुन्छ नानीहरूको, अब धेरै जस्तो नानीहरूले खालि फास्टफुड मन पराउँछ, त्यही भएर चाहिँ अब हामीले यसो घरमा बनाएर फास्टफुडकै टेस्ट त्योभन्दा पनि मिठो हुन्छ साथीहरू, एकपल्ट ट्राई गर्नुहोस् न तपाईँहरू पनि है। एकदमै राम्रो हुन्छ, हेल्दी पनि हुन्छ नानीहरूको लागि होइन। सो गाइस, म चाहिँ बनाउनु गएको खाना, अनि म चाहिँ खाना बनाउने मेरो छोरीलाई खाना छोडिदिएर होइन, मेरो छोरी यस्तो इन्जोय गरेर यस्तो मजाले खाँदै थियो। अनि मेरो पनि टक्कै खाना रेडी भयो क्या साथीहरू, अनि म पनि टिक्कै खाना लिएर आएँ है। मेरोमा चाहिँ थियो लुको कुखुराको मासु अनि भात कत्रो। अनि म चाहिँ भन्दै थिएँ क्या, बिरालोले पनि नाच्नु नसक्ने भात खाँदैछु है गाइस म चाहिँ भनेर भन्दै थिएँ साथीहरू। मेरो खाना चाहिँ यस्तो छ, अनि कतितिर खानाले लेख्नु चाहिँ भोक लागेर है। अनि साथीहरू हजुरहरू पनि मेरो भिडियोलाई मन पऱ्यो भने लाइक सेयर गरिदिनुहोस् होला, कमेन्ट गरिदिनुहोस् होला है, के मिलेको छैन त्यो भनिदिनुहोस् होला। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।